ओम श्री गणेशाय नमः। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो जयमुदीरयेत्। नमस्कार। आज वेदका 6 अङ्गहरूमध्ये छन्दशास्त्रको बारेमा छोटकरीमा परिचय दिन गइरहेको छु। अगाडिका भिडियोहरूमा ज्योतिष, व्याकरण, निरुक्त इत्यादिहरूको बारेमा छोटकरी परिचय दिएको छु। यसमा छन्दको बारेमा केही चर्चा गर्न गइरहेको छु। वेदाङ्गका 6 अङ्गहरूमध्ये छन्द एउटा हो। छन्द भनेको काव्य वा वेदका मन्त्रलाई निश्चित नियम भन्नाले त्यसमा अक्षर, मात्रा, गुरु, लघु र पादहरू इत्यादिहरू हुन्छन्। यी नियमले बाँधिएको हुन्छ। वेदलाई सुर लयमा पाठ गर्नको लागि छन्दशास्त्रको ज्ञान हुनु आवश्यक छ। छन्दशास्त्रको ज्ञान बिना वेदलाई सुर ताल लयमा पाठ गर्न सकिँदैन। र वेदमा मुख्य छन्दहरू, प्रयोग भएका मुख्य छन्दहरूमा गायत्री 24 अक्षरको, उष्णिक 28 अक्षर, अनुष्टुप 32 अक्षर, बृहति 36 अक्षर, पङ्क्ति 40 अक्षर, त्रिष्टुप 44 अक्षर, जगती 48 अक्षर भएका यी 7वटा छन्दहरू मुख्य रूपमा प्रयोग गरिएका छन्। अन्य छन्दहरू पनि प्रयोग गरिएका छन्, जस्तो बृहति छन्द, जगती छन्दका अन्य रूपहरू पनि छन्। त्यस्तै गरिकन हामीले अन्य लौकिक साहित्यहरूमा प्रयोग गरिने छन्दहरू पनि छन्। अन्य छन्दहरूमा चाहिँ नि अनुष्टुप छन्द, इन्द्रवर्जा, उपेन्द्रवर्जा, वंशस्थ, मालिनी, शार्दूल, विक्रीड लगायत अन्य अरू पनि छन्, छन्दहरू छन्। मुख्य गरिकन वेदाङ्गको हिसाबबाट भन्दाखेरि यो छन्दशास्त्र भनेको चाहिँ नि वेदका मन्त्रहरूलाई स्वर ताल लयमा पाठ गर्नको लागि यो ज्ञानको आवश्यकता, यसको ज्ञान हुनु आवश्यक छ। र छन्दको ज्ञान बिना स्वर ताल लयमा वेदको पाठ गर्न सकिँदैन। र आजलाई यति नै। हरि ओम तत्सत। ओम शान्ति शान्ति शान्ति।